प्याराडाइम टिभी को रिसेन्ट भिडियोमा जब केही लेडी इन्फ्लुएन्सरहरूले सन्दीप लामिछानेको बारेमा यस्तो भने, केही नगर्ने अप्सन छैन, उहाँलाई त केही गर्न नि मन छैन। तर भाइटिका नै भन्नुपर्दा सन्दीपजीलाई चाहिँ हैन, हामी 18 भन्दा अब हो नि त। त्यसपछि यो कुराबाट अफेन्ड भएका सन्दीप लामिछानेले यो पोस्ट हालेपछि पुरै इन्टरनेटबाट नै प्याराडाइम टिभी र इन्फ्लुएन्सरहरूलाई ब्याकल्यास आउन थाल्यो। दिस टर्न्ड इन्टु अ ह्युज कन्ट्रोभर्सी एन्ड यसको कारण प्याराडाइम टिभीले आफ्नो भिडियो मात्र हटाउनु परेन, बल्कि एकदम खतरनाक हेट र क्रिटिसिजम पनि पाउन थाल्यो। तिमीहरू आफ्नो दाजुभाइ परेको भए के गर्थ्यौ? आफूले हे गर्थ्यौ तिमीहरू पनि। अलिकति हुन्छ नि त्यो पुरानो कुराहरूलाई चाहिँ किन कोट्याइदिनु क्या? जतिखेर पनि घोचेछ पेचेको छ एउटा खेलाडीले, एउटा छोरा मान्छेले समाजमा बाँच्न नपाउने। सो यो पुरा कन्ट्रोभर्सी कसरी सुरु भयो एन्ड यसले सन्दीप, उनको फ्यानहरू र प्याराडाइम टिभीलाई कसरी अफेक्ट गर्यो त? च्यानललाई अहिले नै सब्स्क्राइब गर्नुहोस् र अब लेट्स टक अबाउट द कन्ट्रोभर्सी बिट्विन सन्दीप लामिछाने एन्ड प्याराडाइम टिभी। केही समय पहिला तिहार नजिकै गर्दा प्याराडाइम टिभी, जसको कि 6 लाख भन्दा बढी सब्सक्राइबर्स छन्, दे ग्यादर्ड सम इन्फ्लुएन्सर्स एन्ड मेड अ भिडियो जसमा ती इन्फ्लुएन्सरहरूले देखाएको सेलिब्रिटी, इन्फ्लुएन्सर वा पब्लिक फिगर मध्येबाट एकजनालाई डेट र एकजनालाई भाइटिकाको लागि चुज गर्नुपर्ने थियो। दिस वाज सपोज टु बी अ फन भिडियो एन्ड यस्तै फर्मेटका धेरै भिडियोहरू प्याराडाइम टिभीले अलरेडी बनाइ पनि सकेको थियो। बट यो भिडियोको एउटा पार्टमा जब दुई क्रिकेटरहरूलाई देखाइन्छ अनि सन्दीप लामिछाने, तब ती लेडी इन्फ्लुएन्सरहरूले ती दुई बीचमा एकजनालाई डेट र एकजनालाई भाइटिकाको लागि चुज गर्नुपर्ने थियो। एन्ड गेस वाट, सन्दीपलाई देखेपछि उनीहरूको रियाक्सन यस्तो थियो, केही नगर्ने अप्सन छैन। म उहाँलाई डेट गर्छु बिकज हेर्नु न अब कस्तो अलिकति विराट कोहली टाइपको भाइब दिइराख्नु भएको छ क्या उहाँले चाहिँ, यस्तो हेर्दाखेरि पनि होइन। म पनि त्रिसराकै पक्षमा गएँ, उहाँलाई त केही गर्न नि मन छैन। तर भाइटिका नै भन्नुपर्दा सन्दीपजीलाई चाहिँ होइन, हामी 18 भन्दा अब हो नि त। वेल, यो भिडियो रिलिज भएपछि सन्दीपका केही फ्यान्स र इभन सन्दीप लामिछाने आफैले पनि यसलाई नोटिस गर्छन् एन्ड तत्कालै रिसाएर उनले फेसबुक पोस्ट र इन्स्टाग्राम स्टोरीमा यस्तो लेख्छन्, You can choose whoever you want for the respective segments, but sitting on a chair of YouTube channel and mocking or making fun of someone's life, shame on you, so-called influencers. I take this as a deeply offensive act, a deliberate attempt to put me under psychological pressure with malicious intent and with the illegitimate objective of commercializing your channel by exploiting my innocent life and my sports career. बेसिकली सन्दीपले प्याराडाइम टिभीलाई डाइरेक्टली कल आउट गर्छन् र यसरी अर्काको पर्सनल लाइफमाथि असर गर्ने गरी अरूको क्यारेक्टर एसासिनेसन गर्न लाज लाग्दैन भनेर भन्छन्। ही अल्सो वार्न देम टु नेभर क्रस देयर लिमिट अगेन। यो पोस्टपछि अब त्यो भिडियोको क्लिप पुरै युट्युब र टिकटकभरि भाइरल हुन थाल्छ एन्ड मान्छेहरू सन्दीपको पक्षमा उभिन्छन् र प्याराडाइम टिभी र ती इन्फ्लुएन्सरहरूलाई गाली दिन थाल्छन्। सन्दीप लामिछानेले गल्ती गरेको भए उसलाई कानुनले हेरिरहेछ, कानुनले हेर्छ, कानुनी प्रक्रियामा ऊ गइरहेको छ, कानुनले त्यही अनुसारको सजाय दिइरहेको छ र त्यही अनुसारको कदम चलाइरहेको छ भन्यो भने यस्तो डिसरेस्पेक्ट के, ओ माई गड। आफ्नो भाइ दाइलाई बोलेको भए, त्यो कुराहरू डिसरेस्पेक्ट गरेको भए त्यो ठाउँमा बसेर हेर्नु न। अदालतले उसलाई निर्दोष भनेर छोडिदिइसक्यो, ऊ आफ्नो जिन्दगीमा अघि बढिरहेको छ, तिमीलाई चाहिँ के चम्केको? चोरमा परेर यो 18 देखि मनी 18 देखि माथि अदालतले भन्छ कि तैँले भन्छस्? उसलाई आफ्नो जिन्दगीमा अघि बढिरहेको छ, सब कुरा बिर्सेर अघि बढ्न देन। को हो खासमा मैले चिन्दा त चिन्दिनँ, तर पनि एउटा खेलाडी जो चाहिँ राष्ट्रको गहना हो उसको बारेमा के बोल्दैछु त्यति कुरा चाहिँ हेक्का राख्नु पर्ने थियो। किनभने सन्दीप लामिछाने जो चाहिँ वर्ल्ड कपको लागि तयारी गर्दैछन्, यदि उनको बारेमा अन्य कुनै खेलाडीको बारेमा कसैले केही नराम्रो कुरा बोलिदियो भने उनीहरूको मेन्टल हेल्थमा कतिको असर पर्छ भन्ने कुराहरू हामीले बुझ्न जरुरी छ। यसरी अचानक यति धेरै ब्याकल्यास र क्रिटिसिजम आएपछि तुरुन्तै प्याराडाइम टिभीले यो कुरालाई एड्रेस गर्दै सोसल मिडियामा एउटा अपोलोजी पोस्ट हाल्छ। 23 अक्टोबरमा लेखिएको यो अपोलोजी पोस्टमा प्याराडाइम टिभीले यो भिडियोबाट सन्दीप लामिछाने र अरू जसलाई चित्त दुखेको छ वा नराम्रो लागेको छ सबैलाई हामी माफी माग्छौँ र अबदेखि सिचुएसनको सिरियसनेसलाई ख्यालमा राखेर भिडियोहरू बनाउने छौँ भन्दै अपोलोजी मागे। तर अझै पनि कति मान्छेहरू खुसी थिएनन्।
कमेन्टमा मान्छेहरू यसरी हाम्रो फेभरेट क्रिकेटर सन्दीप लामिछानेको चरित्र हत्या गर्ने यो प्याराडाइम टिभीको च्यानल र पेजलाई अनसब्सक्राइब अनफलो गरिदेऊ भन्दै विरोध देखाउँदै थिए। सन्दीपको पक्षमा एकदमै धेरै मान्छेहरू बोलिरहेका थिए, तर प्रब्लम के भयो भन्दा ती फ्यान्सहरूले प्याराडाइम टिभी र ती इन्फ्लुएन्सरहरूलाई एकदमै नराम्रो कमेन्ट पास गर्दै थिए। रेटिङ प्लस होइन चाडा बच्चा भएको लैन भइसक्यो त देखिरहेछ। एउटा कुकुरको अगाडि लग्दै भने कुकुरले पनि तिनीहरूको मुखमा मुद्दैन होला के म्याच कुरा गरेछ सन्दीप लामिछानेको। उमर भइसक्यो जस्तो छ, दिमाग सुँगुरको जस्तो, अलिकति न्युज पनि हेर्ने गर्छ। म त डाइरेक्ट भनिदिन्छु रेप हुनुपर्छ तपाईँहरूको हो क्या है, डाइरेक्ट भनिदिन्छु अब नरिसाउनु, रेप हुनुपर्छ तपाईँहरूको हो क्या। अलिकति बोल्ने कुरा नि हुन्छ होइन, मान्छे हेरेर नि हुन्छ। यसबाट टक्सिसिटी पनि बढ्दै थियो। यो देखेर प्याराडाइम टिभीले त्यो फुल भिडियो नै आफ्नो च्यानलबाट हटाइदियो। बट यसबाट न त क्रिटिसिजम घट्यो न त हेट कमेन्ट्स नै। त्यसको भोलिपल्ट नै सन्दीपले आफ्नो फ्यान्स र शुभचिन्तकहरूलाई एड्रेस गर्दै फेरि यस्तो लेखे, वाट ह्यापेन्ड वाज रियली नट एक्सेप्टेबल एन्ड आई कम्प्लिटली अन्डरस्ट्यान्ड अल अफ योर इमोसन्स एन्ड वाइ मेनी अफ यु रियाक्टेड स्ट्रङली अर एक्सप्रेस्ड एङ्गर टुवार्ड देम फर वाट वाज सेड। But please, let's not spread any hate or negativity toward anyone. No one really deserves that. बिस्तारै सिचुएसन साम्य हुँदै थियो, बट फेरि अपोजिट ओपिनियन भएका मान्छेहरूले यो पुरै सिचुएसनबारे यस्तो भन्न थाले। अनि युवाहरूको लागि त फ्रिडम अफ स्पिच भनेको एकदम इम्पोर्टेन्ट कुरा थियो होइन र, लाइक आफूलाई के मनपर्छ के मन पर्दैन भन्न पाउने होइन र। तर आज आए त सुप्रिम कोर्टको डिसिजनहरू सबै राइट हुँदो रहेछ। स्टेटस, पावर, इन्फ्लुएन्स, प्रिभिलेजेस भएको मान्छेहरू त अचानक राइट नै हुन थालेछ नि सुप्रिम कोर्टले राइट भनेपछि। तर केटीहरूले त मलाई यो केटा मन पर्दैन, मलाई डेट गर्नु छैन, दाजुभाइ बनाउनु छैन भन्न चाहिँ नपाउने रहेछ होइन। र तपाईँहरू जस्तै नागरिकले गर्दाखेरि चाहिँ एक्चुअल कल्प्रिट चाहिँ भिक्टिम कार्ड खेलिरहेको हुन्छ र जो एक्चुअल भिक्टिम हुन्छ उनीहरू चाहिँ मर्न बाध्य भइराखेका हुन्छन्। सन्दीप पो त हिजो आएको रहेछ यार, हिजो अस्ति आएको रहेछ। त्योभन्दा अगाडि त हाम्रो दिदी बहिनीहरूको कति चरित्र हत्या भइरहेको रहेछ। यो त सो नै ब्यान गर्नुपर्ने हो। Then there is ब्रो लामिछाने राष्ट्रको गहना हो, नेपाललाई अन्तर्राष्ट्रिय फिल्डमा चिनाएको छ, यसरी डिसरेस्पेक्ट गर्न नहुने। अनि यो राइट, अनि यही देशकै नागरिक चाहिँ राष्ट्रिय गहना होइन, डेमोक्रेसी यही हो, बाई द पिपल फर द पिपल यही हो, क्लास सेक्सिस्ट। अनि के राष्ट्रिय गहना भन्दैमा इज ही फ्री फ्रम क्रिटिसिजम, इज ही डिभोइड अफ एनी सोसल डायलग, इज ही अ गड नाउ। अस्ति यत्रो आन्दोलन गर्यो अनि झोलेहरूलाई गाली गर्यो, बट आफै झोले पाएर देखाउँदैछ। डु यु इभन रियलाइज भगवान सरी पेडेस्टलमा राखेको छ ब्रो, ही डज नट इभन नो यु एक्जिस्ट। के साह्रो ब्लाइन्ड फलो। सायद यो कन्ट्रोभर्सीको सुरुवाती दिनहरूमा अनपपुलर ओपिनियन दिएमा आफू सबैको टार्गेट हुने हो कि भन्ने सोचेर पनि होला फरक मत भएकाहरू केही बोलेनन्। बट जब सिचुएसन साम्य हुँदै जान थाल्यो तब भने डिफ्रेन्ट ओपिनियन सहित यो विषयमा टिकटक भिडियोहरू बन्न थाले। वेल, तपाईँलाई के लाग्छ? हु डु यु सपोर्ट अन दिस कन्ट्रोभर्सी? कमेन्टमा आफ्नो ओपिनियन लेख्नुहोला र त्यसपछि इन्स्टाग्राममा TALKTICC टकटिकलाई फलो गर्नुहोस् है त। थ्याङ्क यू फर वाचिङ टकटिक।